एनपीएल सिजन 2 मा खराब एम्पायरिङले सबैलाई अचम्मित बनाएको छ। एनपीएल सिजन 2 मा सम्पूर्ण कुराहरू क्वालिटीयुक्त भए तापनि एम्पायरले भने कहीँ न कहीँ गलत डिसिजन दिइरहेका छन्। एनपीएल सिजन 2 को दोस्रो र तेस्रो खेलमा काठमाडौँ र सुदूरपश्चिमको खेलमा एम्पायरको लगातार दोस्रो गलत डिसिजनले सम्पूर्ण नेपाली क्रिकेट फ्यानहरूलाई अचम्मित बनाएको छ। यो भन्दा पहिले एम्पायरिङ राम्रो भएको थियो, तर यो पटकको सिजन 2 मा भने खराब एम्पायरिङले सबैलाई अचम्मित बनाएको हो। यो भन्दा पहिले पनि सन्दीप लामिछानेले एक पटक एम्पायरको लाइभ विषय लिएर एउटा फेसबुकमा आफ्नो स्ट्याटस लेखेका थिए, जसमा क्यानले उनी विरुद्ध गलत समाचार भनेको भन्दै उनलाई नै जवाफ मागेको थियो। तर अहिले प्रष्ट भएको छ कि नेपालमा एम्पायरको समस्या कायमै रहेको छ। यो उनलाई गलत भन्नुभन्दा पनि एम्पायरिङको अवस्था सुधार्न क्यानलाई सम्पूर्णले अपिल गर्नुपर्छ, किनभने क्रिकेटमा सबै आशा भरोसा भनेको एम्पायरको नै हुन्छ। त्यसैले एउटा गलत डिसिजनले पनि सम्पूर्ण खेलहरूमा असर पर्न सक्छ। त्यसैले एनपीएल सिजन 2 मा अबका आउने म्याचहरूमा एम्पायरिङ राम्रो हुनुपर्छ भन्ने सबैको माग हो। तपाईहरू यस विषयमा के भन्न चाहनुहुन्छ? के तपाईहरूलाई एम्पायरको गलत डिसिजन जस्तो लाग्यो या एम्पायर सही थिए? तलको कमेन्ट बक्समा लेख्नुहोला र यस्तै भिडियो अपडेटका लागि हाम्रो यस अल नेपाली स्पोर्ट्स अपडेट च्यानललाई एक लाइक गरी सब्स्क्राइब पनि गर्नुहोला।